समय नदी जस्तै बगिरहन्छ। तिमी एउटै क्षणलाई 2 पटक छुन सक्दैनौ। एक पटक बित्यो भने त्यो सधैँका लागि हराउँछ। आज तिमीले बाँचिरहेको यी दिनहरू कुनै दिन सम्झनामा मात्रै बाँकी रहनेछन्। त्यसैले सकेसम्म ढिलो हिँड्न सिक्नु, थोरै रोकिन सिक्नु, यो क्षणलाई महसुस गर्न सिक्नु। किनकि जीवन सधैँ दौड मात्र होइन, कहिलेकाहीँ थामिएर आफ्नो सासको आवाज सुन्नु पनि जीवन हो। तिमी अहिले जहाँ छौ त्यो पनि कहिले दोहोरिँदैन। आजको हाँसो, आजको पीडा, आजको शान्ति, यी सबै भोलि सम्झना बन्नेछन्। हामी प्राय भविष्यको चिन्तामा हराउँछौँ वा विगतको सम्झनामा अल्झिन्छौँ र बिर्सिन्छौँ कि साँचो जीवन त यही अहिलेको क्षणमा भइरहेको छ। त्यसैले थोरै ढिलो गर्नु, फोनबाट एकछिन टाढा बसेर आकाशतिर हेर्नु, आफ्ना मान्छेहरूको आवाज सुन्नु। किनकि यो क्षण, यो सास, यो अनुभूति फेरि कहिले फर्केर आउने छैन।